सोशल मिडियामा भिडियो बनाएर हालिसकेपछि तिमी एकदमै स्वीट हुनुपर्छ, जसले जे भने पनि क्रिटिसिजम सहनुपर्छ, तिमी एरोगेन्ट हुनुहुन्न, तिमी एकदमै थिक स्किन हुनुपर्छ भनेर चाहिँ मलाई धेरै कमेन्टहरू आएको देख्छु कि म जस्तो छु मलाई त्यस्तै हुन दिनु न। यदि हजुरहरूलाई मन पर्दैन भने त मलाई ब्लक गर्दा पनि भयो। म जे हुँ त्यो देखाउन आएको हो कि, म प्रिटेन्ड गर्न आएको होइन, फेक हुन आएको होइन कि। मेरो र भर्जन देखिरहेको हुन्छ जहिले पनि। तिम्रो कन्टेन्ट चाहिँ मनपर्छ तर तिम्रो भोइसमा कस्तो एटिट्युड सुनिन्छ, तिम्रो कन्टेन्ट मनपर्छ तर तिमी कस्तो चिच्चाएर बोल्छौ। अब तपाईले मलाई कुन पर्सपेक्टिभबाट हेर्दै हुनुहुन्छ, कुन मुडमा हेर्दै हुनुहुन्छ भनेर त म भन्न सक्दिनँ नि त। कतिजनालाई मैले बोलेको नि कस्तो स्वीट लाग्छ, कस्तो राम्रो लाग्छ भनेर कमेन्ट गर्नुहुन्छ, कतिजनालाई एटिट्युड लाग्न सक्छ। सबैजनालाई मनपर्छ भन्ने हुँदैन। मलाई पनि कतिजना क्रिएटरहरू मनपर्छ, कतिजना मन पर्दैन भन्दामा आई डोन्ट हेट देम के। लाइक डिसलाइक भन्ने हुन्छ, तर उनीहरूकोमा गएर म कमेन्ट गर्दिनँ कि यस्तो चेन्ज गर उस्तो चेन्ज गर भनेर। आई एम नो बडी क्या उनीहरूलाई गएर यस्तो चेन्ज गर उस्तो चेन्ज गर, तिम्रो यस्तो ठिक छैन भन्नलाई। मलाई उनीहरूको केही मन परेन भने म नट इन्ट्रेस्टेड गर्छु, म हेर्दिनँ क्या उनीहरूको कन्टेन्ट। सबैजनाको कप अफ टी हुन सक्दिनँ, आई नो द्याट। म यस्तो होइन कि क्रिटिसिजम सहनै नसक्ने, यस्तो होइन कि। अस्ति यस्तै कमेन्ट आएको थियो अनि मैले रिप्लाई गरेको थिएँ, हजुरलाई यस्तै लाग्छ भने चाहिँ नहेर्नु न त मेरो कन्टेन्ट भनेर। कति एरोगेन्ट भएको तिमी, ओहो क्रिटिसिजमलाई लिने गर, उसले राम्रै भनेको हो रे, उसले राम्रै भनेको होला, उसलाई म एकदम छिटो बोलेको लाग्ला, चिच्चाएर बोलेको लाग्ला। तर म यस्तै हो क्या, म छिटो नै बोल्छु, मेरो नेचरै यस्तै हो। चिच्चाएर बोल्दाखेरि चाहिँ कस्तो हुन्छ भन्दा मेरो सराउन्डिङमा अलिकति हल्ला भइरहेको छ एक त। अर्को त कतिजनाले मलाई कमेन्टै गरेको छ क्या, माइकमा भए पनि अलिकति सुनिएन, अल्ठुलो स्वरले बोल्नु न भनेर। त्यही भएर अल्ठुलो स्वरले सुनियोस् भनेर बोलेको। यदि मैले प्रिटेन्ड गरेर स्लो बोलेर सानो स्वरमा बोल्न थालेँ भने त म नै हुँदिनँ के। मेरो रियल सेल्फ नै हराउँछ क्या त्यसरी त। आई वाना बी मी। सबैजनाको ओपिनियनमा फिट हुन सक्छु, सबैजनाको सोच मेरोसँग मिल्नुपर्छ भन्ने छैन, नमिल्न पनि सक्छ, अनि द्याट्स कम्प्लिटली ओके। वी आर कम्प्लिटली डिफरेन्ट पर्सन नि त।